नमस्कार। आज म यहाँ कुनै संस्थाको तर्फबाट होइन, एउटा गोर्खालीको हैसियतले हाम्रो आफ्नो परिवारको कथा बोकेर आएको छु। यो कथा हाम्रो दुई गोर्खाली चेलीहरू दिशा र अमृता थापाको हो र यो कथा केवल उनीहरूको मात्र होइन, यो कथा हाम्रो समाजको ती तमाम परिवारको हो जो हरेक दिन आफ्नो गुजारा चलाउनु र छोरा छोरीको भविष्य उज्जवल बनाउनुका लागि दिन रात संघर्ष गरिराखेका छन्। हात्तीचेराको गाउँबाट हरेक दिन स्कुल र कलेजसम्मको यात्रा तय गर्नु दिशा र अमृताका लागि कुनै सजिलो कुरा होइन। गाडीको पर्खाइ, घाम पानीको मार र समयमा पुग्ने त्यो दैनिक तनाव र छटपटीको बीचमा पनि उनीहरूले आफ्नो पढ्ने र अघि बढ्ने हिम्मत हारेका छैनन्। उनीहरूको यो कडा संघर्षलाई सहज बनाउनुको लागि हामीले एउटा सानो प्रयास गरेका छौँ। उनीहरूको लागि एउटा इलेक्ट्रिक भेहिकल, एउटा स्कुटर, इलेक्ट्रिक स्कुटर किनिदिने एउटा प्रयास गर्दैछौँ। यसका लागि हामीले कुल 1 लाख रुपियाँ सङ्कलन गर्ने लक्ष्य राखेको छु। हामी सबैलाई थाहा छ, महँगाई र अभावको यो समयमा एक्लै लड्नु कति गाह्रो छ। यदि दिशा र अमृताको परिवारलाई यो रकम एक्लै जुटाउनु पर्ने भए सायद 5,000 पनि उनीहरूको लागि एउटा पहाड जस्तै ठुलो चुनौती बन्न सक्छ। तर जहाँ सङ्कट पर्छ त्यहाँ गोर्खालीहरूको एकता देखिन्छ। यदि हामी सिङ्गै समुदाय एक भए पनि यो 1 लाख रुपियाँ त के हामी जे पनि सम्भव बनाउन सक्छ। जब एउटा समाज एकजुट हुन्छ तब 1 लाख रुपियाँ 1 वा 2 दिनमा जुटाउन सक्छ। यो केवल आजको कुरा होइन। सोच्नुहोस् त, आज पालो दिशा र अमृताको, भोलि मलाई, तपाईलाई वा हाम्रो गाउँठाउँको अर्को कुनै भाइ बहिनीलाई यस्तो सहयोगको खाँचो पर्न सक्छ। यदि आज हामी उनीहरूको पछाडि उभिएन भने भोलि हामी सङ्कटमा पर्दा हाम्रो लागि को उभिदिने त? यो फन्डराइजर मेसेज दिशा, अमृता वा मेरो व्यक्तिगत समर्थनको यो स्वार्थको लागि होइन। यो त हाम्रो गोर्खाली समुदायको एकता, सद्भाव र समर्थनको परीक्षा हो। यदि तपाईँ अहिले आर्थिक रूपमा सहयोग या सक्षम हुनुहुन्न, तपाईँले यो मेसेजलाई तपाईँको परिवारको बिचमा या त साथीहरू या त कुनै पनि ग्रुपमा सेयर गरिदिनुहोस्। हुनसक्छ होला सहयोगी मनसम्म यो भिडियो पुग्ला र उनीहरूले सहयोग पठाउला। हामी एकजुट भएर यो दिदी बहिनीको पढाइ र भविष्य सुरक्षित गर्ने सँगै मिलेर मद्दत गरौँ। जय गोर्खा, जय एकता।